जोजोलुपा नमस्ते। म नीलकाजी साके सेतो मच्छिन्द्रनाथको पुजारी। सेतो मच्छिन्द्रनाथ यो चाहिँ पछि मात्रै चाहिँ नामाकरण भएर आएको हो। पहिला पहिला काठमाडौँमा सानो काठमाडौँ त्यो बेला त सानै काठमाडौँ हो। त्यो त्यसमध्येमा पनि श्री आर्यावलोकटेश्वर करुणामय भनेर लोकेश्वर भनेर चिनिन्छ। तर पछि गएर यो कनकचैते महाविहार पछि आएर यो नाथ सम्प्रदायले साँच्चै भन्ने हो भने गोर्खानाथका गुरु मच्छिन्द्रनाथ पनि भनिन्छ। त्यसकारण नाथ सम्प्रदाय समूहबाट सेतो मच्छिन्द्रनाथ भनेर किन भनिन्छ भन्दाखेरि सेतो वरण भएको हुनाले सेतो मच्छिन्द्रनाथ भनेर भनिन्छ। अब यो सेतो मच्छिन्द्रनाथलाई नाथ सम्प्रदायहरूले र आम नेपाली जनताहरूले अहिले आएर सेतो मच्छिन्द्रनाथ भनेर चलन चल्तीमा धेरै आइसकेको छ। र अमोघ पास लोकेश्वर करुणामय भन्दा पनि अहिले चलन चल्तीमा चाहिने सेतो मच्छिन्द्रनाथ भनेर चलन चल्तीमा आएको छ। यो जम्मल स्थित अहिले जुन हामी किङ्सवे भन्छौँ नि त्यो बेलामा जम भनेर भनिन्छ। त्यहाँ चाहिने खेतमा चाहिने किसानले खनेर काम गर्दाखेरि श्री अमोघ पासो लोकेश्वर करुणामय उत्पत्ति अथवा चाहिने त्यो खनन गरेर देखेपछि चाहिने त्यो बेलाका राजा कहाँ जाहेर गरिसकेपछि यसलाई कहाँ राख्ने भन्दाखेरि त्यही रातमा चाहिने राजालाई म आर्यावलोकटेश्वर करुणामय म चाहिने कनकमुनिको नामबाट स्थापना भएको कनकचैते महाविहारमा मलाई त्यहाँ स्थापना गर्नु भनेर भन्दाखेरि अब यो कनकचैते महाविहार भनेको कहाँ छ भन्दाखेरि खोजबिन गर्दाखेरि अहिले हामी भन्छौँ असन र इन्द्रचोकको बिचमा भनेर भन्छौँ। त्यो बेलामा चाहिने त्यहाँ यो नदी साना नदीहरू छन्। त्यो नदी स्थित चाहिने कनकचैते महाविहार स्थापना भइराखेको हुनाले त्यो राजालाई त्यो बेलामा सपनामा देखाएको हुनाले श्री अमोघ पास लोकेश्वर करुणामयलाई त्यही कनकचैते विहारमा स्थापना गरेको भनेर ग्रन्थमा लेखिराखेको छ। पछिल्लीमा राजतीर्थमा नुहाएर यो बाटो त्यो बाटोमा आएर इन्द्रचोकलाई अहिले इन्द्रचोक भन्छु, त्यो बेलामा होङ्ग भन्छ। त्यो पनि नदीको धारमा नै हो। त्यहाँ नुहाएर चाहिने आकाश भैरव भन्छौँ हामी होङ्ग होइन। त्यहाँ आएर चाहिने नुहाएर आएर चाहिने जल लिएर आएर श्री अमोघ पास लोकेश्वरलाई चाहिने जल चढाउने, करुणामयलाई जल चढाउने त्यो हाम्रो पहिलाको परम्परा हो। बिहार त धेरै बिहार छन् काठमाडौँमा, तर पनि चाहिने कनकचैते महाविहारलाई सबै बिहारका शाक्य बजाचार्यज्यूहरूले र आम पब्लिकले पनि सम्मानका साथ हेरिराखेको छ र मानिराखेको पनि छ। र रह्यो सेतो मच्छिन्द्रनाथलाई नेवारी समुदायमा काठमाडौँमा श्री अमोघ पास लोकेश्वर करुणामय भनेर पनि भनिन्छ। र पहिलाको युगमा पहिला भनेको यहाँभन्दा राष्ट्रिय अभिलेखालयमा अहिले पनि ग्रन्थमा छन् कि यक्षमल्लको ताकामा नेपाल सम्वत 256 हस्तलिखित अहिले पनि राष्ट्रिय अभिलेखालयमा सुरक्षित छन्। र कनकचैते महाविहारलाई कसरी कनकचैते महाविहार भयो भनेर जिज्ञासा यहाँहरूमा हुनसक्छ। र यो कनकचैते महाविहार कनकमुनि शाक्यज्यूहरूबाट यो बनाएको, कनकमुनि भगवानको नाउँबाट बनाएको र यो शाक्य वंशहरू यो उताबाट यो पहिला शाक्यहरूलाई कोलियोग्रामका शाक्यहरूलाई बुद्ध भगवानका मामली पनि
भनिन्छ, मामा भनिन्छ। उहाँहरू उताबाट यता सरेर आएर कुल्यु ग्राममा बसोबास गरेर कनक मुनि भगवानको नाउँमा चैत्य स्थापना गरेर कनक चैत्य महाविहार भनेर नामाकरण गरेर स्थापना गरेको रहेछ। र यही कनक चैत्य महाविहारमा श्री अमोघपासा लोकेश्वर करुणामय र नाथ सम्प्रदायहरूले सेतो मच्छिन्द्रनाथ भनेर भनिन्छ। कारण सेतो मच्छिन्द्रनाथ भनेको के हो भनेर भन्दाखेरि सेतो अनुहार भएको हुनाले सेतो मच्छिन्द्रनाथ हो। जस्तै लोकेश्वर हामी कहाँ धेरै लोकेश्वरहरू छन्। जस्तै चाहिँ अब रातो मच्छिन्द्रनाथलाई पनि लोकेश्वर नै भन्छ र चाहिँ किर्तिपुरमा रहेको लोकेश्वरलाई पनि लोकेश्वरै भन्छ। नालामा पनि लोकेश्वर छ, नालाकोलाई पनि लोकेश्वरै भन्छ। र काठमाडौँमा कनक चैत्य महाविहारमा अवस्थित श्री अमोघपासा लोकेश्वर करुणामयलाई पनि लोकेश्वरै भन्छ। यी सबै लोकेश्वरहरू, अब लोकेश्वरको परिभाषा त के हो भन्दाखेरि लोकलाई हित गर्ने, लोकलाई कल्याण गर्ने र करुणाको दृष्टिले सबैलाई करुणा दिने श्री अमोघपासा लोकेश्वर करुणामय भनेको त करुणाको खानी जगत संसार सप्त प्राणी उद्धार होस् भनेर उत्पत्ति भएको भगवान भएको हुनाले मनुष्य जातिलाई मात्रै चाहिने उद्धार गर्ने होइन, जीव जन्तु सबैलाई उद्धार गर्ने। जस्तै अहिले सेतो मच्छिन्द्रनाथको रथयात्रा हुँदाखेरि जगतलाई देखाउनको लागि यो जात्रा पर्व बनाइराखेको छ। त्यसकारण चाहिँ हामीले के सोच्नुपर्छ भन्दाखेरि नि करुणामय, करुणाको खानी जगत संसार सबै प्राणीलाई उद्धार गर्ने यस्तो देवतालाई अहिलेको 21औं शताब्दीमा आएर हामीले यसलाई धेरै अनुसन्धान गरेर हामी अगाडि जानुपर्ने छन्। तर पनि चाहिने यो आर्यावलोकेश्वर करुणामय, करुणाको दृष्टि सेतो मच्छिन्द्रनाथ कनक चैत्य महाविहारमा अवस्थित अवतार भन्ने हो भने उभिराखेको, हातमा अमोघपास लिइराखेको, अभय वरदान दिइराखेको। अभय वरदान भनेको त वरदान भए कसैलाई पनि कुनै पनि भय नहोस् भनेर अभय वरदान दिइराखेको। र साना साना चाहिने आर्य तारा र ताराहरू दुईटा छन्। र चाहिने अब नेवारी भाषाबाट भन्दाखेरि सेतो एउटा तारा, एउटा चाहिने हरियो तारा छन्। दुईटा ताराहरू पनि करुणामयसँगै छन्। र श्री अमोघपासा लोकेश्वरको प्रार्थना गर्दाखेरि रोग व्याधि दुःख कष्ट हरण हुन्छ। र चाहिने हामी परिवारमा कसैलाई दुःख परेको छ, कसैलाई रोग परेको छ भन्दाखेरि सेतो मच्छिन्द्रनाथको मन्दिरमा आएर पाठ गर्दाखेरि रोग निको हुन्छ र आयु पनि बनाउन सकिन्छ। आयु साधना गर्ने धेरै भक्तजनहरू आएर आयु साधना पनि गराइन्छ। जस्तै तपाईँहरूलाई थाहा छँदैछ कि चाहिने सङ्कट भगवानलाई सङ्कट मोचन भनेर चाहिने भनिन्छ भन्ने। अब हाम्रो श्री अमोघपासा लोकेश्वर करुणामयलाई करुणाको दृष्टि राखेर सबैलाई कल्याण गर्ने भगवान भएको हुनाले श्री अमोघपासा लोकेश्वर जगत संसार सप्त प्राणी उद्धार गर्ने हेतुले जमल स्थित उत्पत्ति भएर चाहिने के त भन्दाखेरि कनक चैत्यमा ल्याएर चाहिने स्थापना गरेको यो अमोघपासा लोकेश्वर हो। श्री अमोघपासा लोकेश्वर करुणामयको एउटा पर्व, धेरै पर्वहरू छन्। ती पर्वहरू मध्येमा चाहिने के छ भन्दाखेरि नेवारी भाषाबाट नवौँ भन्छ र नेपालीबाट महास्नान भन्छ।
त्यो महास्नान भनेको के त भन्दाखेरि नुहाउने, नुहाउनेलाई स्नान मात्रै भन्छ। तर महास्नान भन्दाखेरि के त भन्दाखेरि त्यो पवित्र जल जुन चाहिँ शोभा भगवती शान्ति तीर्थबाट ल्याएर पूजा आजा गरेर, यस्तो पूजा आजा गरेर चाहिँ ल्याएको जलबाट श्री अमोघ पासो लोकेश्वर करुणामय सेतु मच्छिन्द्रनाथलाई नुहाउने, त्यो नुहाएर चाहिँ आएको त्यो जलबाट लिएको खण्डमा रोगहरू, दुःखहरू, कष्टहरू हरण हुन्छ भने त्यो महास्नानको जलले लिँदाखेरि राम्रो हुन्छ भन्ने चाहिँ कथन छन्। अस्ति मात्रै पौषमा चाहिँ के छ भन्दाखेरि महास्नान भयो। महास्नान भइसकेपछि चाहिँ त्यो पर्व भयो। त्यो पर्व सकेपछि अहिले चाहिँ यो चैत्रको शुक्ल पक्ष अष्टमीको दिनमा श्री अमोघ पासो लोकेश्वर सेतु मच्छिन्द्रनाथलाई रथ यात्रा गरिन्छ। अष्टमीको दिनमा अष्टमी, नवमी, दशमी, एकादशी, द्वादशीसम्म पनि हुन्छ। कहिलेकाहीँ त त्यो जात्रा पूर्णिमासम्म पनि गइन्छ। तर त्यो रथ यात्रा बनाउन अगाडि 13 दिन अगाडि चाहिँ श्री अमोघ पासो लोकेश्वर करुणामय सेतु मच्छिन्द्रनाथको अलग्गै विशेष पूजा आजा गरेर 13 दिन अगाडि विशेष पूजा आजा गरेर चाहिँ गर्नुपर्छ। र दोस्रो कुरा के त भन्दाखेरि सेतु मच्छिन्द्रनाथको रथ यात्रा गर्ने त्यो बेलामा परम्परा अनुसार चाहिँ गुदी संस्थानले चाहिँ रथ बनाएर चाहिँ जात्रा गराइने परम्परा छ। तर त्यो परम्परालाई चाहिँ हामीले पब्लिकले, आम जनताले के भनिराखेको छ भन्दाखेरि यस्तो देवतालाई जात्रा गर्दाखेरि अलि व्यवस्थित ढङ्गबाट जात्रा गर्न पायो भने अझ राम्रै हुन्छ भन्ने किसिमको हेतुले अब जात्रा भन्ने बित्तिकैमा विभिन्न किसिमको कठिनाइ, ठाउँ झै झगडा हुने त्यस्तो परम्परा पनि पहिला भएको थियो। तर अहिले आएर हामी पब्लिकहरूले, जुन युवा जमातले चाहिँ यस्तो ठुलो पर्वलाई हामी शान्तिपूर्ण तरिकाबाट, सभ्य र भव्य तरिकाबाट चाहिँ जात्रा गर्नुपर्छ भन्ने भावना बोकेर चाहिँ हामीले सेतु मच्छिन्द्रनाथ रथ यात्रा व्यवस्थापन समिति यहाँभन्दा 13 वर्ष अगाडि चाहिँ हामीले स्थापना गर्दाखेरि अहिले चाहिँ जात्रा सभ्य र भव्य तरिकाबाट सुसम्पन्न भइराखेको कुरा यहाँहरू सबैले थाहा भएकै कुरा हो। अब जस्तै रथ यात्रा अगाडि चाहिँ पुजारीहरूले यो सानो खटमा राखेर नगर परिक्रम गरेर चाहिँ जुन रथ बनाइराखेको ठाउँमा, यो अहिले 3 धारा पाठशाला अगाडि रथ बनाइराखेको ठाउँमा विराजमान गरिन्छ। त्यहाँबाट देवतालाई बोकेर चाहिँ रथमा विराजमान गरिन्छ। त्यो रथ यात्रा किन गराएको भन्दाखेरि नि त्यो रथ त 32 हातको रथ हुने भयो। त्यो 32 हातको रथ भइसकेपछि पहिला त काठमाडौँमा कस्तो छ भन्दाखेरि 2 तल्ला 2.5 तल्लाको घर छ नि। अब भगवानको रथ यात्रा हुने बेलामा त 32 हातको चाहिँ रथ आउँदाखेरि त बाहिर आउन नसक्ने बुढाबुढीहरूले पनि चाहिँ के त भन्दाखेरि रथको टुप्पा मात्रै हेरेर पनि आराधना गरेर भगवानप्रति आशा जगाइन्छ र भगवानप्रति र चाहिँ पूजा आजा गर्न सकिन्छ र परिवारलाई चाहिँ दुःख कष्ट हरण होस् भनेर रथको टुप्पा हेरेर, रथ हेरेर त्यो प्रार्थना गर्ने भएको हुनाले त्यो करुणामय बाहिर विराजमान भएर चाहिँ जगतलाई त्यो बेलाको काठमाडौँलाई चाहिँ दर्शन दिन आएको पनि भनिन्छ। त्यसकारण अरू कुरा भन्दा पनि रथलाई चाहिँ के त भन्दाखेरि हामीले व्यवस्थित ढङ्गबाट जात्रा गरेर चाहिँ रथ बलियो बनाएर त्यो साँघुरो बाटो, काठमाडौँमा त साँघुरो बाटो छ, बाटो त ठुलो छैन। त्यसकारण चाहिँ त्यो बाटोमा, साँघुरो बाटोमा रथ यात्रालाई व्यवस्थित रूपबाट जात्रा सम्पन्न गर्नको लागि चाहिँ के त भन्दाखेरि पहिला त त्यस्तो समिति भनेको छैन, हैन। त्यसकारण अहिले आएर हामीले सेतु मच्छिन्द्रनाथ रथ यात्रा व्यवस्थापन समिति बनाएर चाहिँ रथ यात्राले सभ्य र भव्य तरिकाबाट चाहिँ सम्पन्न गर्नेतिर हामी लागिराखेको छौँ र सम्पन्न पनि झन् राम्रो हुँदै गइराखेको छ। पहिला बाजा गाजा भनेको के त भन्दाखेरि एउटा दुईटा बाजा गाजाहरू आउँछ। अहिले हजारौँ युवा युवतीहरू चाहिँ भगवानप्रति आकर्षित भएर
एक किसिमले भगवानप्रति आकर्षित पनि छन्, एक किसिमले चाहिँ भन्ने हो भने चाहिँ मनोरञ्जन, एक्साइटमेन्ट, त्यत्रो मास चाहिँ आएर चाहिँ भगवानलाई जात्रा गर्ने यो पनि धेरै राम्रो। र सबभन्दा राम्रो त चाहिँ के त भन्दाखेरि युवा युवतीहरू युवाहरू चाहिँ यो धर्मप्रति यो आबद्ध भएको मैले महसुस गरेका छु। अब रथ बनाउने कुरा हो भने यसमा मानन्धरहरूको सहभागिता छ, यसमा चाहिँ चित्रकारहरूको सहभागिता छ, यसमा सबै मुनिकारहरूको चाहिँ सहभागिता छ, यसमा चाहिँ किसान दाजुभाइहरूको यो कोर एरियामा भएका किसान दाजुभाइहरूको रथ बनाउनेमा ठुलो भूमिका उहाँहरूको छ। त्यसकारण चाहिँ के छ, भूमिका सबैको छ। त्यही सबैको भएको, सबैको भगवान भएको हुनाले नि सबैको चाहिँ के छ भने यसमा चाहिँ अपनत्व छ। अब हामी भन्छौँ नाखी बाजा बजाउने, उहाँहरूको पनि चाहिँ ठुलो भूमिका छन्। त्यसकारण चाहिँ यसमा सबैको भूमिका छन्। अब गुठी संस्थान भनेको के त भन्दाखेरि त्यो नेपाल सरकारको पनि चाहिँ अपनत्व त्यसमा पनि छ। र यो चाहिँ मानन्धरहरूको भूमिका के त भन्दाखेरि मानन्धरहरूले तोरण राख्ने, अनि किसानहरू यो काठमाडौँमा भएका चाहिँ 16वटा चाहिँ के त भन्दाखेरि चोक भएका किसानहरूले यो रथ बनाउन आउने, रथ बान्न आउने चाहिँ बेद बान्न आउने पनि चाहिँ पाटनका चाहिँ हाम्रो बेद बान्न आउनेहरू पाटनका छन्। जस्तै चित्रकारहरूले चित्र लेख्न आउने छन्। त्यसकारण पर्टिकुलरली त्यो काठमाडौँमा भएका सबै जात जातिहरूको एउटा अपनत्व लिएर चाहिँ यो जात्रा बनाइराखेको, त्यसमा सबैको भूमिका छन्। अब यही चैत्र चाहिँ 23 गते अष्टमीको दिनमा श्री अमोघ पासो लोकेश्वर सेतो मच्छिन्द्रनाथको सबभन्दा राम्रो दिन भनेको चाहिँ अष्टमीको दिनमा। सेतो मच्छिन्द्रनाथको हरेक पर्व भनेको अष्टमीको दिनमा हुन्छ। त्यसकारण यही आउँदो 23 गते चाहिँ अष्टमीको दिनमा सेतो मच्छिन्द्रनाथका पुजारीहरूले सानो खटमा राखेर बोकेर रथ निर्माण भइराखेको ठाउँमा जमलमा राखेर अनि त्यही पुजारीहरूले चाहिँ भगवानलाई बोकेर माथि रथमा विराजमान गरिन्छ। त्यो पहिलो दिन हो। त्यो पहिलो दिनमा चाहिँ के त भन्दाखेरि हाम्रो कुमारी माझो पनि आउनुपर्छ। कुमारी माझो पनि जमलमा आएर चाहिँ के त भन्दाखेरि दर्शन गर्न आउनुपर्छ। अनि पहिलोको दिनमा चाहिँ के त भन्दाखेरि जमलबाट घण्टाघर हुँदै रत्नपार भएर भोटाइती भएर चाहिँ के छ भन्दाखेरि असनमा विराजमान हुन्छ त्यो अष्टमीको दिनमा। अनि रामनवमीको दिनमा हामी नवमी भन्छौँ, त्यसमा पात्रमा नै लेखिराखेको छ रामनवमीको दिनमा असनबाट केलटोल हुँदै इन्द्रचोक हुँदै मखनमा गएर काल भैरवको अगाडि विराजमान हुन्छ 24 गते। 25 गते काल भैरवबाट तानेर जैसी देवल भएर जाबाल हुँदै लगनमा लगिन्छ। लगनमा किन लगिन्छ? लगनमा श्री सेतो मच्छिन्द्रनाथको आमाको रूप दिएर राखिराखेको हुनाले लगनमा लगेर लगनमा आमालाई 3 पल्ट चाहिँ रथ घुमाइसकेपछि मात्रै रथ यात्रा सुसम्पन्न हुन्छ। अनि त्यो रथ यात्रा सुसम्पन्न भइसकेपछि फेरि रथबाट भगवानलाई बोकेर ल्याएर सानो खटमा राखेर सिन्दुर जात्रा गरेर लगनबाट चाहिँ जैसी देवल यो सानो बाटो भएर जैसी देवल भीमसिंहथान हैन मरु अनि चाहिँ के त भन्दाखेरि नेट नरदेवी भएर किलागल भएर फेरि चाहिँ करुणामय चाहिँ के त भन्दाखेरि पुण्य ठाउँमा राखिन्छ। त्यो पुण्य ठाउँमा राख्दाखेरि भोलिपल्ट मात्रै फेरि चाहिँ के छ भन्दाखेरि विशेष पूजा आजा गरेर चाहिँ फेरि पुन स्थापना भगवानलाई पुन पहिलाको जुन ठाउँमा राखेको हो त्यो ठाउँमा राखिने चलन छ। र यो पर्व चाहिँ यो 4-5 दिनको पर्वले के देखाउँछ भन्दाखेरि अनेकताको एकताको प्रतीक काठमाडौँमा चाहिँ हर्षमय उल्लास
त्यो वातावरणबाट के देखिन्छ भन्दाखेरि भगवानप्रति आकर्षण र शान्तिप्रति आकर्षक भएको चाहिँ मैले महसुस गरेका छौँ र यो महत्त्वपूर्ण जात्रा भएको हुनाले यो हाम्रो पर्व जात्रा पर्व राष्ट्रिय गर्व भएको हुनाले अब साँच्चै भन्ने हो भने त यो जात्रामा राष्ट्र प्रमुख समेत चाहिने के छ भन्दाखेरि पहिलो दिनमा राष्ट्र प्रमुख समेत आएर प्रसाद ग्रहण गर्ने चलन हामीसँग छ। त्यसकारण यो राष्ट्रिय पर्व जात्रा भएको हुनाले यो सम्पूर्ण नेवारहरूको मात्रै जात्रा नभएर सबैको जात्रा हो भनेर चाहिने अपनत्व लिएर यो जात्रामा सबै दाजुभाइ दिदी बहिनीहरू सबै पार्टिसिपेट गरेर यो जात्रालाई व्यवस्थित बनाएर नेपालमा अनेकताको एकताको प्रतीक, संसारमा कहीँ छैन अनेकताको एकताको प्रतीक। यहाँ विभिन्न भाषा भाषी विभिन्न जातिहरूले पनि चाहिने सम्मानका साथ मान्ने देवता बनेको सेतो मच्छिन्द्रनाथ हो। त्यसकारण यो जात्रालाई जात्रा पर्व देखाएर चाहिने के छ भन्दाखेरि नेपालीहरू अनेकताको एकताको प्रतीक छन्, हामी चाहिने के छ भन्दाखेरि यो एकता छन् भनेर देखाउनु त्यो पनि एउटा ठुलो अवसर हो। अब यो रथ जात्रामा कदम कदाची यो जात्रा विघ्न बाधा भयो भने देशमा उच्च पदमा बस्नेहरूको चाहिने के छ भन्दाखेरि नराम्रो चाहिने हुन जान सक्छ भने चाहिने हाम्रो धर्मशास्त्रमा लेखिराखेको छन्। मैले यही कुरा चाहिने रत्न पार्कमा रथ ढल्दाखेरि चाहिने इन्टरभ्यू दिँदाखेरि त्यहाँ पछि राजदरबारमा चाहिने जुन किसिमको अप्रिय घटना भयो त्योबाट पनि सिद्ध हुन्छ र चाहिने हामीले के सोच्नुपर्छ भन्दाखेरि यस्तो पवित्र देवताको जात्रामा अब शाक्यहरू भनौँ पुजारीहरू नै भनौँ न, हामी पुजारीहरू भगवानको ठाउँमा अब भोलि नै जाने भनेर जान पाउँदैन। हामीले नेमपूर्वक बसेर 3 दिन अगाडिदेखिले हामीले चाहिने एकदम सफा भएर काम कुरो सबै चाहिने एकचित्त गरेर चाहिने कार्य बार्य शुद्ध गरेर चाहिने के छ भन्दाखेरि व्रत बसेर भगवानको चाहिने के छ भन्दाखेरि हामीले छुनु पाउँछ, त्यसै हामी छुनु पाउँदैन। त्यो नेमपूर्वक बसेर मात्रै भगवान कहाँ जानुपर्ने भएको हुनाले त्यस्तै यो जात्रामा भगवानलाई मान्ने आउने भक्तजनहरूले पनि के सोच्नु पर्यो भन्दाखेरि यो विकृति त्यस्ता विकृतिहरू आउन नदिनको लागि, विकृतिलाई हटाउनको लागि अघि पनि मैले भने शान्तिबाट चाहिने सभ्य र भव्य तरिकाबाट जानको लागि हामीले रथ यात्रा व्यवस्थापन समिति भनेर हामीले निर्माण गरेको छौँ। अब यो जात्रा 23 गते चाहिँ अघि मैले भने नि असनमा के ल्याउने भनेको नेवारी भाषाबाट थनिया भनेको माथिल्लो भागमा हुने जात्रालाई थनिया भन्छ। अनि थनिया त्यो 23 गते थनिया भयो। 24 गते चाहिँ नि असनबाट तानेर काल भएर मखनमा राख्ने भनेको त्यो मध्यम भाग हो, त्यो बीचको भाग। अनि त्यहाँबाट त्यो मखनबाट लगेर चाहिँ नि लगनमा पुर्याउने भनेको कोनिया। थनिया र कोनिया भनेको माथिल्लो र तल्लोको जात्रालाई चाहिँ नि थनिया कोनिया भन्छ। यो बीचको भागलाई चाहिँ नि के छ भन्दाखेरि मध्य भाग। कोनिया भनेको चाहिँ नि के त भन्दाखेरि त्यो लगन यात्रा हो। अब कोनिया भनेर त्यो मखनबाट तान्ने बेलामा नै कोनिया सुरु हुन्छ र मखनमा चाहिँ नि मध्य भाग भएको हुनाले 23 गते असनमा, 24 गते चाहिँ नि यो मखनमा लैजान्छ, 25 गते चाहिँ नि कोनिया भनेर लगनमा लैजान्छ। त्यसकारण यी जात्रामा चाहिँ नि सम्पूर्ण भक्तजनहरू, सम्पूर्ण नेपाली जनता भगवानप्रति आस्था राख्ने र चाहिँ नि नेपालप्रति आस्था राख्ने र शान्ति प्रति आस्था राख्ने सम्पूर्ण भक्तजनहरूलाई म सेतो मच्छिन्द्रनाथको पुजारीको हैसियतले सम्पूर्णलाई यही आउने 23 गते जात्रामा सहभागिता भइदिनु हुनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद।